नमस्ते साथीहरु, आज म हजुरहरूलाई सप्तकोशी नदीको बारेमा केही जानकारी दिनेछु। सप्तकोशी नदी भौगोलिक, धार्मिक कालको एक प्रमुख नदी हो। सप्तकोशी नदी ठूलठूलो 7वटा नदीहरू मिलेर बनेको छ, जस्तै इन्द्रावती, तामाकोशी, भोटेकोशी, दुधकोशी, अरुण, तमोर र सुनकोशी मिलेर बनेको हुनाले यसलाई सप्तकोशी नदी भनिन्छ। भौगोलिक रूपमा यो नदी पूर्वी नेपालको पहाडी क्षेत्रबाट उत्पत्ति भई दक्षिणतर्फ बग्दै भारतको बिहार राज्यमा प्रवेश गर्छ र अन्ततः गङ्गा नदीमा मिसिन्छ। सप्तकोशी नदीको कुल लम्बाइ लगभग 720 किलोमिटर रहेको छ, जसमध्ये करिब 272 किलोमिटर नेपालमा पर्दछ। यस नदीले नेपालको एक ठूलो भूभाग सिँचाइ गर्नुका साथै यहाँको जैविक विविधता र सामाजिक आर्थिक क्रियाकलापमा महत्त्वपूर्ण भूमिका खेलेको छ। भौगोलिक स्थिति र जलस्रोत। सप्तकोशी नदीको जलाधार क्षेत्र विशाल छ। यसले नेपालको पूर्वी पहाडी र हिमाली क्षेत्रको अधिकांश पानीलाई समेट्छ। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा लगायत अन्य धेरै हिमश्रृङ्खलाहरूबाट हिउँ पग्लिएर पानी यस नदीका सहायक नदीहरूमा मिसिन्छ। अरुण नदी सबैभन्दा ठूलो सहायक नदी हो, जुन तिब्बतको पठारबाट उत्पत्ति हुन्छ र गहिरो उपत्यका हुँदै नेपाल प्रवेश गर्दछ। तमोर नदी पूर्वी नेपालको पहाडी क्षेत्रबाट र सुनकोशी मध्य नेपालको विभिन्न हिमताल र झरनाहरूबाट उत्पत्ति हुन्छन्। यी सबै नदीहरू विभिन्न स्थानमा मिसिँदै सप्तकोशीको रूप लिन्छन्। सप्तकोशी नदीमा पानीको बहाव वर्षभरि नै उल्लेखनीय रहन्छ, तर वर्षायाममा विशेष गरी जुनदेखि सेप्टेम्बरसम्म यो निकै बढ्छ। यस नदीमा रहेको जलविद्युतको ठूलो सम्भावनालाई नेपालले उपयोग गर्न थालेको छ। कोशी ब्यारेज यस नदीमा निर्मित एक प्रमुख संरचना हो, जसले सिंचाइ र विद्युत उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। धार्मिक र सांस्कृतिक महत्त्व। सप्तकोशी नदीको धार्मिक र सांस्कृतिक महत्त्व पनि उच्च छ। यसलाई पवित्र नदीको रूपमा लिइन्छ र विभिन्न धार्मिक ग्रन्थहरूमा यसको उल्लेख पाइन्छ। विशेष गरी बराह क्षेत्र, जहाँ कोशी नदी पहाडबाट तराईमा प्रवेश गर्छ, हिन्दू धर्मावलम्बीहरूका लागि एक महत्त्वपूर्ण तीर्थस्थल हो। यहाँ विष्णु भगवानले बराह अवतार लिएको विश्वास गरिन्छ र प्रत्येक वर्ष ठूलो संख्यामा भक्तजनहरू यहाँ दर्शनका लागि आउँछन्। सप्तकोशी नदीको किनारमा विभिन्न जातजाति र समुदायका मानिसहरू बसोबास गर्छन्। उनीहरूको जीवनशैली, संस्कृति र परम्परा यस नदीसँग गहिरो रूपमा जोडिएको छ। नदीले उनीहरूलाई खानेपानी, सिंचाइ र यातायातको सुविधा प्रदान गर्नुका साथै माछा मार्ने र अन्य जीविकोपार्जनका लागि पनि महत्त्वपूर्ण स्रोत बनेको छ। आर्थिक प्रभाव। सप्तकोशी नदीले नेपालको पूर्वी तराईको कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। कोशी ब्यारेजबाट निकालिएको नहरले हजारौं हेक्टर जमिनलाई सिंचित गरेको छ, जसले धान, गहुँ, मकै र अन्य बालीहरूको उत्पादनमा वृद्धि गरेको छ। यस क्षेत्रको अर्थतन्त्र धेरै हदसम्म कृषिमा आधारित छ र सप्तकोशी नदी यसको मेरुदण्डको रूपमा रहेको छ। यस नदीमा जलविद्युतको ठूलो सम्भावना छ। हाल कोशी जलविद्युत आयोजना सञ्चालनमा रहेको छ र अन्य धेरै आयोजनाहरू निर्माणको विभिन्न चरणमा छन्। जलविद्युत उत्पादनले देशको ऊर्जा आवश्यकतालाई पूरा गर्न र आर्थिक विकासमा टेवा पुर्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ। सप्तकोशी नदीमा जल यातायातको पनि सम्भावना रहेको छ, तर यसको पूर्ण रूपमा विकास हुन बाँकी छ। यदि जल यातायातको विकास गरियो भने यसले यस क्षेत्रको व्यापार र पर्यटनलाई प्रवर्धन गर्न मद्दत गर्नेछ। वातावरणीय पक्ष। सप्तकोशी नदी जैविक विविधताको धनी क्षेत्र हो। यसको किनारमा विभिन्न प्रकारका वनस्पति र जीवजन्तुहरू पाइन्छन्। कोशी टप्पु वन्यजन्तु आरक्ष यस नदीको पूर्वी किनारमा अवस्थित छ, जुन विभिन्न प्रकारका चराचुरुङ्गी, दुर्लभ अर्ना र अन्य वन्यजन्तुहरूको वासस्थान हो। यो क्षेत्र पर्यावरण पर्यटनका लागि पनि महत्त्वपूर्ण गन्तव्य बन्न सक्छ। यद्यपि नदीमा बढ्दो मानवीय गतिविधि र वातावरणीय परिवर्तनका कारण यसको पारिस्थितिक प्रणालीमा नकारात्मक असर परेको छ। वन विनाश। नदीको किनारमा अतिक्रमण, प्रदूषण र जलवायु परिवर्तनले नदीको जलचक्र र जैविक विविधतालाई चुनौती दिएको छ। चुनौतीहरू। सप्तकोशी नदीसँग धेरै चुनौतीहरू पनि जोडिएका छन्। वर्षायाममा आउने बाढी यस क्षेत्रको लागि एक प्रमुख समस्या हो। बाढीले हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति पुर्याउँछ र हजारौं मानिसहरू विस्थापित हुन्छन्। नदीको कटानले उर्वर भूमि बगाउने र बस्तीहरूलाई जोखिममा पार्ने गरेको छ। कोशी ब्यारेजको निर्माणले सिंचाइ र विद्युत उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याए पनि यसले नदीको प्राकृतिक बहाव र तल्लो तटीय क्षेत्रको पारिस्थितिक प्रणालीमा नकारात्मक असर पारेको छ। माछाको बसाइसराईमा अवरोध र नदीको तलछट व्यवस्थापनमा समस्याहरू देखिएका छन्। जलवायु परिवर्तनका कारण हिमालहरू पग्लने दर बढ्दै गएको छ, जसले नदीको पानीको बहावमा अनिश्चितता ल्याउन सक्छ। भविष्यमा पानीको अभाव वा अत्याधिक बाढीको जोखिम बढ्न सक्ने सम्भावना छ। निष्कर्ष। सप्तकोशी नदी नेपालको एक महत्त्वपूर्ण प्राकृतिक स्रोत हो। यसले देशको अर्थतन्त्र, संस्कृति र पर्यावरणमा गहिरो प्रभाव पारेको छ। यस नदीको संरक्षण र दिगो व्यवस्थापन गर्नु आवश्यक छ, ताकि यसबाट प्राप्त हुने लाभलाई भविष्यका पुस्ताहरूले पनि उपभोग गर्न सकुन्। बाढी नियन्त्रण, जलस्रोतको उचित उपयोग, जैविक विविधताको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्ने दिशामा सरकार, स्थानीय समुदाय र अन्य सरकारवालाहरूले मिलेर काम गर्नुपर्ने आवश्यकता छ।
धन्यवाद साथीहरू, हजुरहरूलाई कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला।